पुरै झर्यो त्यो सोचे जस्तै ठाउँ छैन बबाल नै छ के जला त्यस्तै 15 मिनेटको तर गीत पछि हाल्यो पनि भएन आजकल याद नै बनाउँछ हाई त्यसैले तिम्रो बारे सोच्छु तिम्रो हरेक सोचाइलाई राख्छु सजाएर म छोड्न सक्दिन चाहेर मन तिमीलाई के चाहिरहेछ यो मनले तिमीलाई नै चाहिरहेछ यादले तिमीले सताइरहेछ बादल चाहिँ मन छ सजाइरहेछ कागल चाहिँ बाँसुमा आजकल सो बाँसुन के सर्दै तिमीहरू नदेखाउने अब So everyone, namaste. My name is Keshav Karti. Welcome back to my another day of my life. अनि आज चाहिँ हाम्रो एकदम खास दिन छ हैन पुरा अनि धेरै छैन हामी साथीहरु 4 जना हामी 4 जना साथी भाइले 4 जना बहिनीहरु छन् अनि पुरै आज चाहिँ पुरा जो मैले 1 महिना भन्दा अघि एउटा भ्लग बनाएको थिएँ हैन दाइको छोरालाई पुर्याउन गएको थिएँ त्यही ठाउँ जाने आल्छु एकदम टाढो छ एकदम माया बाटो एकदम टाढो छ अनि हामी चाहिँ लगभग गाउँदेखि आधा घण्टा हिँड्यो अब अनि हामीसँग हामी 3वटासँग चाहिँ साउन्ड बक्स छ एउटा 4वटा हुनुपर्ने तर 3वटा मात्र छ हैन पुरै जङ्गलको बाटो साउन्ड बक्स बजाउँदै माया पुरा हल्लिँदैछ अनि बहिनीहरु अलि हामीभन्दा अलि छिटो हट्छन् अघि दौडेर आछन् अनि जङ्गलमा यति बबाल छ क्या पुरा यस्तो खतरा छ क्या हैन रुखहरुको पात पुरै माया यति फुलेको जस्तो छ पुरा बबाल नै छ देख्न सक्नुहुन्छ हैन पुरा उदेर चाहिँ अब हामी कति बज्यो केटाहरु 11 मा अहिले 11 बजिसक्यो छ हामी बेलुकी 8-9 बजेतिर पुग्छ होला सायद ला छिटिनु पर्छ कि हामी पुरा अनि हामी चाहिँ त्यहाँ गइसकेपछि आज भोलि पल्ट छैन आज जान्छ भोलि पल्ट पर्सि चाहिँ घर फर्किन्छु मेला छ हैन त्यहाँ चाहिँ एउटा हैन अब सांस्कृतिक मेला भन्नु न साउन्ड बक्स घुम्काउँदैछ केटाहरु पुरा अनि त्यो वेदर चाहिँ यति बवाल छ पुरा हैन बादल भन्ने कतै पनि छैन क्या पुरा घाम यस्तो दामेर लागेछ यस्तै नै छ गाई बिहान अब लगाइदेन होला हैन जङ्गलमा चढ्ने भनेर तर आज चाहिँ जङ्गलमै बस्यो होला जो शरीर चाहिँ लास्ट होइन हल्का फिल भइरहेको छ पुरा लास्ट भाइ बहिनीहरू चाहिँ पुरा खुसी भएको छन् क्या मेल जानु पर्ने पुरा झोलामा चाहिँ अब भनौँ न होइन नाच्छ यताउता
होइन हामीले चाहिँ केटीहरूले बहिनीहरूलाई त्यो अब हल्का सर्टकटबाट पठाल्यो अनि हामी केटाहरू सब हामी आएको छौँ अनि केटाहरूलाई चाहिँ ऱ्याप मन पर्छ क्या पुरा ऱ्याप लाग्छ नि जङ्गलमा यति सुनसान जङ्गलमा एक्लै भगवान्लाई चाहिँ जो पछाडि भयो यति दामी चाहिँ पुरा होइन कसैको माया मतलब छैन पुरा भगवान नै छ ऱ्यापको धनमा पुरा हिँडेका छन् केटाहरू पुरै खासमा होइन यो चाहिँ पुरा सेतो टुसाउरो होइन एकदम चिसो हो भने पर्छ माथितिर चाहिँ पुरा रुखको पातहरू झरेको छ तलतिर पुरै पातहरू हरियाली माथितिर पुरै झऱ्यो त्यो सोचे जस्तै ठाउँ छ होइन बबाल नै छ केटाहरू अघि हिँडिरहेको छन् अनि ठाउँ चाहिँ यहाँबाट चाहिँ बबाल नै छ क्या पुरा होइन चिसोले यो 0 डिग्री सेल्सियसमा पुरा टुसाउट परेको छ यस्तो छ होइन बबाल नै छ केटाहरू पुरै ओ पकेटा पक सो होइन हामीलाई लगाएको थियो हामी मात्र होला पछि भन्ने लाग्यो तर पछि त अझ त्यति धेरै छन् त्यहाँ अगाडिमा 10, 12, 15, 16 जना केटीहरू आएछन् तर कहाँ कहाँ त्यो थाहा भएन तिनीहरू पनि सर्टकटबाट आएछन् अनि हामी चाहिँ सबभन्दा लास्ट पऱ्यौँ हाम्रो गाउँ केटीहरू बहिनीहरू पनि अघि आइसक्यो हामी 4वटा अलिक लङबाट आएको कारणले सबभन्दा लास्ट पऱ्यो यस्तो छ होइन पुरै सुनसान जङ्गलमा ल अगाडि बढ्दै रहौँ के हुन्छ होइन अब ठ्याक्कै आधा घन्टापछि यहाँभन्दा माथि एउटा अब जङ्गलको बाटो कटिहाल्छ क्या त्यसपछि फेरि घामै घाम पुरै उदालो उदालो पुरा हिँडिरहनु पर्छ यहाँ त्यो केटाहरू हामीसँग बस्छ होइन त्यसपछि दिलपेन लिनु पर्यो दिलपेन त्यहाँ छ आइज नानीहरू आइज सो होइन हामी चाहिँ धेरै टाढा आइसक्यौँ धेरै टाढा होइन पुरा सुन्तला गरेर ठाउँमा होइन घेरै गरेर ठाउँमा अनि 3-4 बजिसक्यो हामी बिहान 11 बजी आयो मान्छे 3-4 बजिसक्यो अब अझ ठ्याक्कै अब डबल बाटो छैन यस्तै चाहिँ एकदम पुरा बाढी पहिरो पुरा माछालाई पानी औल्दै अझै भने होइन केटाहरूको पारा नै बेग्लै छ फेरि हेर्नुमा सुन्तला त बबाल नै छ क्या माथितिर नै अब 2, 4, 5 कति घन्टा पछि पुग्छु अब त्यही गएर देखाउँछ होइन नपात्नु प्रिपेरेसन कस्तो देखियो नि त यार मेलाको प्रिपेरेसन देखियो न यार म अघिबाट जान्छु ओए जा सुन्तला ल्याएर छाड दे जाऊ यार 3 दुईवटा हराउँदा फेरि भवा लाग्यो तर देखिएन कि गल्दै के
जताकै उतै नल्याउनु त ले टिप भनेको मान्नु नि यार यार त्यसै खाल लागेको छ त खान्छु है नगे भिडियो नगे त्यस मात म टिप्छु मारे रबिन भाइ भाइ मैले टिप्छु स्पिड मात्रै फुल मलाई कानी बिस्तारै गर अन्त फेरि भाँच्यो दिलबिया पो हो त्यो गोजो बनाइदियो कस्तो टिप्नु लाग्यो मजाले भिडियो बनाइदिनु परेन आइसाल तर आउने कि नाइमा फेरि मर्ने बेला देखाइदिनु कोही नगरेर जस्तो सम्झना त हुन्छ उठ्यो मान्छ आउँछ नि साया ल कर खाने मार्दै टिप्दै यही टिप्न बस्नु गर्छ नि यार त्यो त पुरै लतक्कै भएको छ नि त्यो डालो बढी तर के अचाक्लो नगर पाया छ क्या धेरै कोल के लिए नहीं सो होइन आज चाहिँ हामी नेक्स्ट डे के पुरा हिजो घोबी होइन यो माछाला वहाँबाट पनि आयो गाउँबाट पनि आयो बल्ल बल्ल हिजो 6-7 बजेतिर यहाँ टट्टा भन्ने ठाउँ पुग्यो होइन गाउँ पुग्यो अनि बिहान चाहिँ हिजो त्यही सुत्यो 4 जनासँगै सुत्यो बिहान चाहिँ टक्क उठेर बारीमा सुन्तला टिप्यो होइन त्यो पनि देखाएकै छ अगाडि अनि अहिले चाहिँ गाउँदेखि त्यहाँ माथि धेरै माथि होइन गाउँ त्यो कता छ त्यहाँदेखि हामी चाहिँ टक्क लाएर मेला आइसकेको छ मेला त्यति खासै डह्रो पनि खतरा पनि लागेको छैन पुरै मान्छेहरू त छ नि त त्यति दामी खासै लागेको छैन अब बिस्तारै बिस्तारै मान्छेहरूको भिड बढ्दैछ अनि हामी चाहिँ 4वटा सँगै छौँ भनौँ न होइन यसै नै छ बल पनि सुरु हुनेवाला छ अरू के छ यार यहाँ चाहिँ प्रायः जसो सुन्तला केरा सुन्तलाहरू बढी बिक्री गर्दछन् केटीहरू फेरि खतरा धोबी दामी केटीहरू आउँछन् त्यहाँबाट
देख्न सक्नुहुन्छ होइन केटीहरू चाहिँ बबाल केटीहरू सबको आफ्नो आफ्नो उ छैन सबको आफ्नो आफ्नो पारा छ यहाँ चाहिँ कोही चिनेको मान्छे छन् कोही नचिनेको मान्छे होइन पुरा बल चाहिँ यो स्कुलको बिचमा पहिले यो स्कुलको बिचमा खेल्थे आजभोलि चाहिँ तल त्यहाँ यो तल यहाँ खेल्छन् अनि हो हल्ला भिड मात्र पुरा होइन मेलामा अनि पुलिसहरू त्यस्तै छन् होइन पुरा झगडा पऱ्यो भने अनि कन्ट्रोल गर्नु पऱ्यो होइन हुन्छ रमाइलो हुन्छ धोबी रमाइलो हुन्छ म्या सपोज द्याट सो यो नै होइन मेलामा चाहिँ धेरै कुराहरू देख्नु पाइन्छ पाएको छ होइन सानोदेखि लिएर ठुलो कुराहरू सब देख्नु पाएको छ हामी अन्त मजा कराइदियो त केटाहरू कराउँदा क्या हुनु पऱ्यो नि आँटे क्या हावै उठ्ने जस्तो गर्छ आवर न यार हो त्यहाँ मात्रै माथि सो यो चाहिँ हाम्रो मेलाको तेस्रो दिन होइन केटाहरू बिहान उठेर आज हामी घर फर्किने लाग्छौँ हिजो दिनभरि मेला हेऱ्यो अहिले चाहिँ ट्रकको मूलको पानी होइन तातो पानी हिउँदमा क्या तातो हुन्छ पानी त्यही भएर अलि तातो पानी खोज्दै गाउँबाट यहाँ आएर मुख धुँदैछन् अनि सिन चाहिँ बबाल नै छ बाँसहरू अनि पिपलको रुख होइन चौतारीहरू बबाल नै चाहिँ भर्खर घाम लागेको छ यस्तै नै छ होइन त्यो साँझ चाहिँ हामी घर फर्किन्छौँ अब यहाँदेखि हातमुख धोएर खानसानो खाएर टक्क घट्टे फर्किनु त्यो त्यही नै होइन चाहिँ तेस्रो दिन क्या मेला गएको अस्ति त्यही बाटो गएको अनि पुरा आज चाहिँ अलि आउँदाखेरि सामान पनि परेको पुरा बोरै बोरा होइन सुन्तला पुरा बोरामा 2 झोला होइन त्यो हल्का आज चाहिँ अलि गाह्रो पनि खाथ्यो होइन आउने बाटोमा लिएर ठाउँ चाहिँ त्यही हो फेरि जङ्गलै होइन अस्ति देखिँदैन हेर अस्ति बनाएको ठाउँ होइन पुरै जङ्गल भर्खर हामी त्यो जङ्गलको सुरु भयो होइन भर्खर जङ्गलको सुरु भयो अझ 1 घन्टापछि हामी गाउँ पुग्छ होइन पुरा पानी आगो लगाएको देख्नु सक्नुहुन्छ पानी चाहिँ आगो लगाएर यहाँबाट देखिँदैन क्या यहाँ चाहिँ आगो पुरा लेकमा आगो लगाएछ केटाहरूलाई चाहिँ यस्तो होइन पुरा बोरामा बाटो फेरि त्यही हो क्या ठुल्ठुलो गर्छन् होइन जङ्गलै पुरा जङ्गल भर्खर जङ्गलको बाटो सुरु भयो होइन भर्खर के भन्नु छ केटाहरू छैन भनेर भन्नु छ अनि बहिनीहरूलाई चाहिँ 2 मान्छे आएको छैन अनि दिदी बहिनीहरू बाँकी त्यही होइन अगाडि पठाइसक्यो त्यहाँ अगाडि गएका छन् यस्तै नै हो आजको जियोस् अन भएको छ त्यहाँ क्यामेरा अन भएको छ सबै नपाउँदैन यार
त्यहाँ के अरे नलगाडबाट यति धेरै ल्याइकन बारकोट पुरानको म होइन केटा के भयो त नि यति कुन्याउने होइन कुन्याउने होइन उता उता न के हो त यति कुन्याउने होइन पका बर्का पालो कुक्कु पनि नहुने क्या कुक्कु पनि फोटो निकाल्यो अरे उठेर लगा त सुन्तला सुन्तला मा कार्कीजुला बेला बुधबारी उड्या क्या सो होइन अनि त्यसमा हेरिदिनु भयो म चाहिँ थाहै भएन क्या होइन साथीहरूसँग कति कुराहरू मिस्टेक पनि भयो कति कुराहरू बोल्दा बोल्दै यो जिब्रो लटपट्यो होइन कति कुराहरू त्यस्तै भयो क्या थाहै भएन बोल्दाखेरि होला त्यस्तै नै भयो त्यति जति पनि बनाउन सकेन कतै बनाएका भिडियोहरू डिलिट पनि भयो कतै के त्यस्तो ह्याङ लाग्यो क्या आफूलाई नै अझ एडिट गर्दा पो थाहा भयो होइन हिजो बेलुकी अँध्यारोमा आइयो होइन कति बजे त्यस्तै 8-9 बजे घर पुग्यो त्यति टाढोको बाटो दिनभरि हिँडेर पनि बल्ल बल्ल पुगिने बाटो 8 बजे घर पुग्यो अनि खानसान खाएर हिजो सुत्यो म चाहिँ यति बेला आफ्नो ओजनमा छु ठिक छ अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद सपोर्ट गर्नु होला त्यही नै हो म चाहिँ यस्तो रिग्रेट फिल भइरहेको छ क्या किनभने आफूले नै त्यति धेरै मिस्टेक गरेको छु भ्लगमा कोही कतै नबोल्नु पर्ने कुरा भनेको छु कतै नबोल्नु पर्ने बोलेको छु कतै बोल्नै पर्ने बोलेको छैन गर्नै पर्ने गरेको छैन यस्तो झ्याउ लागेको छ क्या साथीहरूसँग त्यस्तै नै हुन्छ होइन बिस्तारै अब त्यो कुराहरूको पनि बिस्तारै ख्याल गर्दै गरौँला अब त्यही नै हो